एभ्रिवान वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज फेरि पनि म हजुरको सामु नेक्स्ट भिडियो लिएर आएको छु। आज चाहिँ नि म अब हेर्नु न फुल रोप्नु रहर गरेपछि त अब दुःख त गर्नै पर्यो नि हैन। हेर्नु न म चाहिँ आज बोरा कोदाली बोकेर चाहिँ जङ्गलतिर लाग्दैछु। पत्करको मल ल्याउनु पर्यो भनेर। हाम्रो चाहिँ अब खासै मलिलो खालको माटो छैन, त्यही भएर म चाहिँ जङ्गलको पत्करहरू पनि यसो फुर्सदको बेला ल्याइराख्छु नि त। विशेष यहाँ आउँदा चाहिँ मैले अस्ति नै यहाँ अलिअलि फुलको बिरुवा राखेको थिएँ नि त। भिन्का कस्तो भयो भने यो हेरेर जानु पर्यो भनेर टनेलमा आएको बेला भिडियो स्टार्ट गरेको छु। हेर्नुहोस् है, मैले सानोमा नर्सरी गरेको भिन्का। हेर्नुहोस् है, मैले चाहिँ गोदावरीहरू यसरी राखेको छु। अन्त विशेष मैले देखाउनु खोजेको चाहिँ नि यो भिन्काको बिरुवा हेर्नुहोस् न। भिन्का चाहिँ नि यसरी यो सानो हुँदा यिनीहरूलाई टुप्पी यसरी चुटाइदिनु पर्ने रहेछ, पिन्चिङ गर्नुपर्ने रहेछ। अनि मात्रै यो चाहिँ यस्तो यो हाँगा मजाले आउने रहेछ। अस्ति कुनैको चुडाइदिएको रहेछु, कुनैको नचुडाइ रहेछु नि त मैले। अनि यो हाँगा चुडाएकोहरूको चाहिँ हेर्नु न कस्तो मजाले हाँगा आइरहेको छ। टुप्पी चाहिँ चुडाइदिइहाल्नु पर्ने रहेछ, यसरी मसिनो हुँदैन। यो नि मैले फर्स्ट टाइम रोप्दैछु नि त। साह्रै राम्रो, यो 12 मासे फुल रहेछ, त्यो भएर मैले रोपेको। यसको चाहिँ भर्खर चुडाउँदैछु। हेर्नुहोस् न, यो अस्ति चुडाएको चाहिँ कति राम्रो भएको छ। भिन्काको बिरुवा पनि 1-2वटा मैले चाहिँ लिएर सानोमा यसरी रोपेको थिएँ। योभन्दा मसिनो थियो, यत्रो यत्रो भइसकेको छ है मसँग चाहिँ। गोदावरी पनि अलिअलि राखेको छु। अब यहाँ मजाले सरिसकेपछि मात्रै सार्नु पर्यो भनेर यहाँ टनेलको मुनि राखेको छु। ल साथीहरू, हजुरले मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? यदि मेरो भिडियोलाई आज मात्रै हेर्दै हुनुहुन्छ भने मेरो भिडियोमा लाइक गर्नुहोला। अन्त कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। अन्तदेखि सेयर पनि गर्नुहोला। कतिजना चिनेको साथीहरूले त कमेन्टहरू पनि गरिरहनु भएको हुन्छ। अन्त कति साथीहरूले त सेयर पनि गरिरहनु भएको छ। अब कति साथीहरूले चाहिँ मेरो भिडियोलाई सब्सक्राइब पनि नगरिकन हेरिरहनु भएको छ नि त। सबै साथीहरूले मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अन्त कहाँबाट हुनुहुन्छ भिडियोमा आएर कमेन्ट पनि गरिदिनु होला। अन्त माया गरिदिनु होला। यस्तै छ है साथीहरू, हामी चाहिँ अब गाउँघरमा यस्तै कहिले जङ्गल कहिले बिरुपाखा यस्तै छ। अन्त म चाहिँ आज जङ्गलमा चाहिँ नि पत्करको मल, यो पुरानो पत्करहरू कुमेर मल भइसकेकोहरू हुन्छ नि त। कोही बेला चाहिँ पत्करै लगेर यसो गुम्साएर राखेर पनि यो गर्छु। नत्र चाहिँ अलिक कुमेकै मल लगेर पनि राख्छु। अन्त फुलहरू ल्याएको बेला अब त्यही मलहरू लाएर रोप्ने गर्छु। यहाँ मैले कहिले नदेखेको कति चाहिँ ठुलो चरा देखेर छक्कै नै परिरहेको छ साथीहरू। के हो हेर्नुहोस् है, कहाँको छ हौ, गइहाल्यो नि उडेर। कति ठुलो चरा थियो कि छक्कै पऱ्यो। हामी सानो हुँदाखेरि पो गिद्ध के भने चाहिँ साह्रै ठुलो हुन्छ। अनि त्यो मरेको केहरू चराहरू खाना आउँदा पक्रिनु खोज्यो भने त बोकिलान्छ है भन्थ्यो। त्यस्तै मलाई नि आज बोकिलाने हो कि भन्ने डर लाग्ने गरी ठुलो चरा देख्यो। अब कहाँतिर जाउँ है त। अलिअलि पत्करको मल चाहिँ लगेर जान्छु। बोरा बोकेर आएको छु। अन्त सानो कोदाली पनि बोकेको छु मैले। है भिरालो छ है हाम्रो ठाउँ त। भिडियोतिरै म त अब लड्ने हो कि ओह्रालोमा मर्लाङ बुर्रुङ भएर। यो अलिक बर्खा लाग्यो। यो पत्करको मल त यतिखेर त पाउनु त टन्नै पाउँछ। यतातिरबाट लाने विचार गरेँ मैले चाहिँ। हेर्नु यसरी जति थुप्रेको पत्कर हुन्छ कि लाहो। मैले त पन्जा ल्याउनै बिर्सेछु नि त हो। अन्त भिडियो बनाउँदै कुनसुरमा हिँडिहालेँ। यसरी यो गुम्सेको पत्करमा चाहिँ यतिखेर चाहिँ अब भित्र त मजाले मल भएको हुन्छ नि त।
यस्तो यो भित्र भएको यो पुरानो माटोलाई चाहिँ लगेर नि हल्का पत्करसँगै लगेर फेरि गुम्साएर राख्दाखेरि राम्रो हुँदो रहेछ हौ। मल भन्दा पनि यस्तो गाईको मल पनि हल्का मिसाउनु त पर्छ, तर यो यसरी अगाडिदेखि बसेको यो पत्करको माटो हेर्नु न, यो चाहिँ लास्टै मलिलो हुने चाहिँ फुलको लागि चाहिँ यस्तो चाहिँ। खै साथी हेर्नुहोस् है, यहाँ म चाहिँ फुलको लागि जङ्गलको मल चाहिँ यसरी अलि कुमेको पातहरू लगेर जाने गरेको छु। धेरै माटो पनि के बोक्नु, त्यतिको भएको फुल लान्छु। बोरा बोकेर आएको छु है आज चाहिँ, तर मैले कस्तो पन्जा ल्याउनै बिर्सेको छु। बर्खाको टाइममा त टेन्सन पो हुन्छ त। यतिको कुमिसकेको पत्कर चाहिँ अब यो मल भइसकेको भनौँ न त। अरू मलहरू अरू माटो फिटेर चलाउने गर्छु म चाहिँ। अस्ति नै मैले चाहिँ निकै बोरा लगिराखेको थिएँ नि त, अन्त 3-4 महिना ती बोरामै छोडिदिएको। कस्तो मजाले त्यो गुम्सेर चाहिँ यस्तो राम्रो मल भइराखेको थिएन। अनि अहिले चाहिँ अब सकिराखेको थियो। अन्त अब यो त मैले एकैचोटि लगेर मिक्स गरेर लगाइहाल्ने हो। मेरो सानो कोदाली त हरायो त। यो चाहिँ मेरो फुल रोप्दा चलाउने कोदाली। यही यस्तै माटोहरू मात्रै बोकिरहनु पनि राम्रो हुन्छ होला नि। अब यो बोक्नै सकिँदैन, घरदेखि निकै तल आएर लानु पर्ने हुन्छ। साथीहरू, मेरा फुल प्रेमी साथीहरूले चाहिँ कस्तो मल प्रयोग गर्नु हुँदैछ हौ। मलाई चाहिँ खासै अनुभव पनि छैन। मलाई पनि सेयर गरिदिनुहोस् है, कस्तो खालको मल माटो प्रयोग गर्दै हुनुहुन्छ। म चाहिँ भर्खर यो क्षेत्रमा लागेको, हल्का अलिअलि फुल त्यतिकै त्यो अब मनपर्दा अलिअलि त रोपेको हो कि, तर अब त्यही घरमा भएको मल र माटोसँग चाहिँ रोपेको। तर अब यसपालि अस्ति मैले त्यो बेगुनिया फुल पनि यसरी नै पत्करको माटोमा रोपेको थिएँ। लास्टै राम्रो भएर सप्रेर आयो। त्यस पछाडि चाहिँ मैले यही मललाई चाहिँ अलिक बढी प्राथमिकता दिन थालेँ, पत्करको मल माटोलाई चाहिँ। फुर्सदको बेला लगिराख्यो भने त अब गएर एकैचोटि फुलाएको बेला मात्रै खोज्नु आउनु भन्दा त भनेर लगिराखेको है मैले चाहिँ। कति राम्रो हुनु नै, रेडी भइसकेको मल पो भेटेँ त मैले त। यो अब अलिक यो कस्तो ठाउँतिर पुरा कटुस पाउने ठाउँको चाहिँ नर्सरीतिर चाहिँ नि कटुसको साथ लिएर
पुरा बोरा बोरा राखेको देख्दै थिएँ तर अब त्यो कटुसको पात चाहिँ अझै राम्रो मल हुन्छ र होला सायद तर अब मैले चाहिँ यो चाहिँ कटुस चाहिँ होइन हौ चिलाउनेको होला हौ चिलाउनेको पातको मल बनाउँदैछु यो पत्करले चाहिँ हेर्नुहोस् न माटो कस्तो मजाले ठुलो बनाएको हुँदो रहेछ नि त हेर सायद माटो ठुलो बनाउँछ भनेर नि होला हौ पत्करको मल राम्रो भनेको लु के किरा हो यस्तो डरै लाग्दो चाहिँ फेरि यस्तो राम्रो पो मैले त यसको एक बोरा बोक्नु सक्छु त होला नि यसमा लगेर अलिकति पुरानो गाईको मल अनि थोरै हल्का बलौटे माटो मिक्स गर्छु अनि फुल त नसकिने त पुरै आएन यो साह्रै नसडिएको पत्कर त कहिले सडिन्छ यत्रो जङ्गलमा आएर पनि त लान्न हौ अलि सडिएको मात्रै लान्छु म नि साथीहरू साथी मैले त्यो एक खालको फुल एकजना बहिनीले मागेको थिएँ त्यो फुल आएपछि म तपाईँहरूलाई देखाउँछु है त यो मलमा रोपेर तपाईँलाई देखाउँछु एउटा मलाई साह्रै मन परेको फुलको मसिनो बिरुवा पाएको छु अन्त म तपाईँहरूलाई नेक्स्ट भिडियोमा लिएर आउँछु है त यो मल लगेर चाहिँ म चाहिँ कुन फुल रोप्दैछु भनेर चाहिँ म तपाईँहरूलाई फुल आएपछि देखाउँछु मेरो बिरुवा आइपुगेकै छैन कस्तो काँडाले घोच्यो छ आज कस्तो पन्जाबी बोक्नु नि बिर्सेछु नि त
एक खालको किरा चाहिँ कति साह्रो बाक्लो यो बोक्नु सक्छ कि त डोको पनि बोकेर चाहिँ लिएको छु एकैचोटि डोकोमा हाल्नु पर्ला अनि चाहिँ म यसो गरेर चाहिँ बोक्नु पर्ला यसो गरेर चाहिँ एक बोरा लान्छु मेरो के मिलेन मेरो है साथीहरू मेरो चाहिँ पत्करको भारी पुग्न लाग्यो तर कस्तो आज पन्जा ल्याउनु बिर्सेर चाहिँ काँडा पऱ्यो नि हो हातमा मल त जति रहेछ हौ जति हेर्नुहोस् है मैले चाहिँ मल भट्टाभट पाइरहेको छु जङ्गलमा अब भारी पुग्न लाग्यो अरू चाहिँ कोमिलाले चिलेर चाहिँ मारिहाल्यो नि हो के गर्ने होला हो घरि कोमिलाले चिल्छ घरि काँडाले घोच्छ पन्जा नल्याउँदा यस्तै हो अब अर्कोचोटिदेखि चाहिँ पन्जा लिएर आउनु भनेर मलाई सम्झाएको होला सायद त्यो कोमिला र काँडाले चाहिँ थाहा कस्तो साह्रो चाहिँ चिलेको भने नि अब चाहिँ यति लानु पर्ला हैन न मैले त अन्त यहाँ त यस्तो बनाएँ त पहिरै भत्केला जस्तो यसरी पत्कर लानुपर्ने हुन्छ है हामी फुल रोप्ने रहर गर्ने साथीहरूले चाहिँ आइयो अब चाहिँ जानु पर्ला यति लान्छु अब भोलि आउँदा पनि भयो नि त नजिकै हो ल मेरो चाहिँ आजलाई चाहिँ भारी पुगे जस्तो छ है ल आजलाई चाहिँ भारी पुगेर पनि घरतिर लाग्यो
फुल रोप्नु पनि त्यति सजिलो छैन रहेछ। मलिलो मल नलगाए राम्ररी फुल नफुल्ने रहेछ। अन्त राम्ररी फुल फुलाउनुको लागि यतिको चाहिँ दुःख गर्नुपर्ने रहेछ है साथीहरू। तपाईँहरू कसरी रोप्नु हुँदैछ फुल? म चाहिँ जङ्गलको मल खोज्दा चाहिँ आज मलाई कमिलाले चिनेको, काँडाले घोजेको, फन्जाइ बोक्नु बिर्सेछु कि। मध्य दिनमा आइएछ कि कस्तो चाहिँ गर्मी छ यो ठाउँ। आऊ गर्मी भयो, भारी लडिजान्छ होला मेरो। बिरालो ठाउँमा रोपेछु राखेछु।